सोडा पर्छ नि अब माग्ने हो भाग्ने होइन दाइ यो पक्रिन म बोरा लिएर आउँछु मजाले भर्न नानी दाइ यो पक्रिन म बोरा लिएर आउँछु उतै भन्ने के हो बोरा त्यही भइहाल्यो नि ओ पछाडि छ यता छ बोरा ज्ञानता गोदान हो भिक्षा दियो अरे उसको दोकान खोलेपछि बल्ल यता सुरु गर्नु एक गरिन्छ कि काम भिक्षा दिनेलाई भोगै पठाउन मिल्दैन भिक्षा दिनेलाई भाडा पठाउनु अबिर त चामलमा मिलाइरहनु पर्दैन नि त हजुर चामलमा चाहिँ पर्दैन टिको चाहिँ लाउने हो यता अहिले लगाइदिउँला ऊ लगाइदिएछ अहिले चाहिँ टिको अहिले एकछिनमा लाउनु अहिले मिस्त्रीको डल्लाहरू एक दुईवटा ल्याऊ विधान चाहिँ पुरा गरियो अब अझै लाउन मलाई अलि लाउन एलर्जी हुन्छ कि धेरै नलाउनु त्यो भरेर उडाएर मात्रै काम छैन कि लुगा बिग्रिएर अनुहारमा घाउ उठेर बरु बेसार लगाइदिनु हो बेसारले बरु बिग्रिँदैन अबिरको ठाउँमा बेसार युज गर्नु है भिक्षा दिनु भने भिक्षा दान गर्नु भने माताहरू यतै उम्मिदा हुन्छ त उता जानु पर्दैन त बहिनी यतै उम्मिदा हुन्छ यतै यतै उता किन बोलाउनु भा भिक्षा दान गर्नु हुने उताबाट दिँदा भइहाल्यो नि मेरो फोनले खिचिदिनुहुन्छ ए मैले खिचिरहेको छु ती फलहरू नागिने भइहाल्यो हामी त घुम्ने हो हामी घुम्ने हो हेरौँ है भान्जेर हालेर घुम्न अलिक गाह्रो गाह्रो छ त्यो भएर मलाई त होइन ठ्याक्कै घुम्छ नि हजुरहरूले चाहिँ भिक्षा यहाँबाट सुरु हुन्छ नि यताबाट यतै आउनु ढालो लिएर गडबड आउँछ यसरी घुम्ने हो ल जाउँ बाबु भगवती जान्ने बाबु भगवती भगवती भिक्षामे देही भगवती भिक्षामे देही माथिबाट झोली मुनिबाट डालो माथिबाट झोली मुनिबाट डालो त्यो झोलीमा पर्नु पर्यो है दिउमा माथिबाट झोली मुनिबाट डालो बाबु माग दिउमा माग दिउमा माग घोप्टाइदिनु माथिबाट भगवती भिक्षामे देही त्यो लुगा पठाउँछ होला